सबैजनालाई वेलकम द समीर ब्लगमा। आज हामी एउटा नयाँ ब्लग बनाउँदैछौँ। विशेष गरेर दसैँको अवसरमा हामी दसैँ सेलिब्रेट गर्ने दसैँ विशेष आज के खानेकुराहरूको परिकार बनाउँदैछौँ, त्यसलाई देखाउँदैछु। अब सुरुवाती अब यहाँ प्याज काट्न लाग्छौँ। हेर्नुहोस् यत्रो धेरै प्याज छ, चाडपर्वमा अलिकति प्याज काट्नै पर्ने। अब प्याज काट्न लाग्छौँ। अब समीराले केही गर्दिनँ, दाइहरूले गर्नुपर्छ। गाह्रो त क्या हामीलाई जब छोडेर यही गर्न दसैँको समयमा मम्मीको डान्स। मम्मीको डान्स हेर्दै प्याज काट्दै गरिरहेका छौँ। खानाको परिकारको सुरुवात प्याज कटिङबाट हुँदैछ। हामीले मस्त तरिकाले प्याज काट्दैछौँ। हेर्न सक्नुहुन्छ यहाँ गाना गाउँदै प्याज काट्दैछौँ। सबैभन्दा सुरुमा चाहिँ दाइले मासु फर्की भर्दैछ। यहाँ बिरयानीको लागि मासु पाक्दैछ। मासु फर्की हालिँदैछ भाँडामा। अब भने मासुलाई चाहिँ पकाउने तयारी गरिँदैछ। हेर्न सक्नुहुन्छ यहाँ प्याज हालियो, मरमसला हालिएर त्यसलाई राम्रोसँग चाहिँ भुटिँदैछ। अब हेर्न सकिन्छ लगभग मासु पाकेर रेडी भइसकेको छ। अब यसलाई हामी निकाल्छौँ अनि त्यस पछाडि फेरि सुरु गर्छौँ। अब भने भाँडामा चाहिँ भात हाल्दै मासु हाल्दैछौँ। हामीले अहिले बनाउन लागेको छौँ बिरयानी। हेर्न सक्नुहुन्छ पछाडि ब्याकग्राउन्डमा बिरयानीको लागि काम धमाधम रूपमा चलिरहेको छ। चम्मच नहीं था घी वाली सानो चम्मच ले रहा और ठुलो चम्मच घी वाली उसे देख आसपास के दुकानदार पहचान भी न पाए कि कौन है। तभी उनकी नजर सीन छिपे आ चुकी थी। बिरयानीको सिफ दुईजना मम्मी अनि दाइ दुईजना बनाउँदैछ। मिठो बिरयानी बनाउँदैछ। एक बार पकाई दियो मन नहीं भरोसा। उन्होंने खुद से कहा कोई बात नहीं, पुलिस आएगी, मुझे पहचान लेगी और ये सारा तमाशा देख बिरयानी पाकेर रेडी भइसक्यो र पाकिसके पछाडि यस्तो देखियो। प्लेटमा राखिसके पछाडि अब पनि
हामी सबैजना मिलेर परिवारसँग खाना खान लाग्यो बिरयानी। हामीले त दसैँ घर परिवारमा बिरयानी खाएर मनायो भने तपाईँहरूले कमेन्ट गर्नुहोला पक्कै पनि तपाईँहरूले दसैँमा के परिकारहरू बनाएर खानुभयो र कसरी चाहिँ दसैँ मनाउनु भयो र अन्तिमसम्म भिडियो हेर्नुभएकोमा थ्याङ्क यू सो मच एभ्रिवान।